सरकारले 19 खर्ब 64 अर्ब 11 करोडको बजेट ल्यायो। 3 करोड कांग्रेस पार्टीको भातृ संगठनले पाइसक्यो। तर तपाईले केही पाउनु भयो कि नै, केही कुरा नोटिस गर्नु भयो कि नै? छैन भने यो भिडियो तपाईको लागि। यदि तपाई विद्यार्थी हो भने तपाईले हप्ताको 20 घण्टा काम गर्न पाउनु हुनेछ। यो राम्रो कुरा हो। पढ्दै काम गर्दै थुप्रै कुरा सिकिन्छ। तर च्यालेन्ज चाहिँ के छ भने जब पाउन चाहिँ गाह्रो छ। स्टार्टअप र एन्टरप्रेन्योरशिपलाई फोकस गर्दै सरकारले युनिभर्सिटी र प्राइभेट सेक्टरसँग मिलेर इन्क्युबेसन सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। अब इन्क्युबेसन सेन्टर के हो भन्नु होला। नर्मली बुझ्दाखेरि जसले तपाईको बिजनेसलाई अर्ली स्टेजमा ग्रो गर्न हेल्प गर्छ थ्रु फन्डिङ, मेन्टरशिप और ट्रेनिङ। अनि स्टार्टअप गर्न चाहनेहरुको लागि सरकारले 3% ब्याजमा लोन दिने गरी 73 करोड छुटाएको छ। अनि एभरेजमा एक जनाले 20 देखि 25 लाख पाउन सक्छ। साथै वार्षिक 10 करोड कमाउने स्टार्टअपलाई 5 वर्षसम्मको कर पनि छुट दिनेछ। त्यसैगरी 26,900 जना युवालाई सिटिबिटी मार्फत 6 महिना भन्दा बढी समयको लागि ट्रेनिङ दिनेछ। इम्पोर्ट बेस्ड बिजनेसहरुको लागि पनि एकदमै खुसीको कुरा छ। पहिले एक्जिमको लिन ब्याङ्कमा 3 लाखको ग्यारेन्टी राख्नु पर्थ्यो, अब भने राख्नु पर्दैन। अनि साथै सरकारले एआई तिर पनि ध्यान दिएको छ।